अनि के तपाईँ पनि एआई युज गर्नुहुन्छ? ल ब्रो, एआई त चलाउनै आउँदैन नि। अनि तपाईँहरू नि एउटा अनौठो कुरा चाहिँ के छ भने एआई तपाईँले युज गरे पनि नगरे पनि एआईले चाहिँ तपाईँलाई युज गरिरहेको छ है। ल ब्रो, मलाई कसरी एआईले युज गरिरहेछ? आस्ते आस्ते किन आत्तिनु भएको? म भन्छु नि कसरी युज गर्छ भनेर। तपाईँ युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटक कुनै न कुनै सोसल मिडिया त चलाउनुहुन्छ। एकछिन चलाउँछु भनेर खोल्नुहुन्छ नि, तर घन्टौँ हराउनुहुन्छ नि, होइन त? अब यो सबै कसरी हुन्छ त? यो सबैको पछाडि एआईको हात छ। यसले हाम्रो दिमाग कन्ट्रोल गर्न सक्छ। यो दिमाग कन्ट्रोल गर्न सक्ने एआई भनेको के हो त? यसले के गर्न सक्छ? अनि मेन कुरा भनेको यसले हाम्रो दिमागलाई कसरी असर गर्छ त? हो, आज यसको विषयमा हामी कुरा गर्छौँ है त। साधारण भाषामा भन्नुपर्दा एआई भनेको चाहिँ प्याटर्न सिक्ने मेसिन हो। यसले मान्छेले जस्तै सिक्न ट्राई गर्छ। जस्तै तपाईँ सानो हुँदाखेरि साइकल चलाउन सिक्नुभयो, सुरुमा लडियो होला, गाह्रो भयो होला, तर प्र्याक्टिस गर्दा गर्दा दिमागले प्याटर्न सिकिसकेको हुन्छ। अनि सिकिसकेपछि तपाईँलाई साइकल चलाउनलाई सोच्नै पर्दैन। हो, एआईले पनि त्यसरी नै काम गर्छ। यसलाई धेरै इन्फर्मेसन दिएको हुन्छ अनि त्यो इन्फर्मेसनबाट चाहिँ यसले प्याटर्न सिक्छ। तर एउटा इम्पोर्टेन्ट कुरा के हो भने एआईले मान्छे जस्तो महसुस गर्न सक्दैन, दुखी हुन सक्दैन, खुसी हुन सक्दैन, इन्स्पायर हुन सक्दैन। तर धेरै डाटा र प्र्याक्टिसहरूको बेसमा स्मार्ट एन्सर चाहिँ दिन सक्छ। त्यसैले कहिलेकाहीँ एआईले मान्छेले जस्तै बुझेर एन्सर दिए जस्तो लाग्छ। एआईको बेसिक प्रोसेस धेरै नै सिम्पल छ। यसलाई पहिला धेरै डाटाहरू दिन्छ, जस्तो फोटो, अडियो, भिडियो, टेक्स्ट सबै दिइसकेपछि त्यही डाटाको आधारमा चाहिँ प्याटर्न सिक्छ एआईले। अनि पछि कुनै क्वेसन सोद्धाखेरि सिकेको प्याटर्नबाट चाहिँ एन्सर गेस गर्छ। जस्तै तपाईँलाई नेपालको राजधानी कुन हो भनेर कसैले सोध्यो भने डाइरेक्ट काठमाडौँ भनिदिनुहुन्छ नि, होइन? किनभने तपाईँलाई पहिलेदेखि नै त्यो इन्फर्मेसन याद भएको थियो। हो, एआईले पनि त्यसरी नै सिक्छ, तर इन्टरनेटमा भएको इन्फर्मेसनबाट। एआईले बुझेर एन्सर दिन्छ जस्तो चाहिँ लाग्छ, तर रियालिटीमा यो एकदम एडभान्स प्याटर्न प्रेडिक्सन मात्र हो। अहिले हामीले युज गरिरहेको एआईलाई चाहिँ मोस्टली न्यारो एआई भनिन्छ। यो स्पेसिफिक कामको लागि मात्र राम्रो हुन्छ, जस्तो युट्युब रिकमेन्डेसन, गुगल म्याप, च्याट जिपिटी, फेसबुक। युट्युबले तपाईँलाई कुन भिडियो मनपर्छ भनेर गेस गर्छ, अनि स्पोटिफाईले कुन म्युजिक मनपर्छ भनेर बुझ्छ। यो सबै न्यारो एआईमा पर्छन्। अर्को कन्सेप्ट छ जेनरल एआई। यो फ्युचरको एआई हो, जसले मान्छेले जस्तै सोच्न सकोस्, नयाँ कुरा बुझ्न सकोस् भन्ने आइडिया हो। तर अहिलेसम्म त्यस्तो एआई बन्न सकेको चाहिँ छैन। अनि त्यसपछि आउँछ सुपर एआई भन्ने कन्सेप्ट। यो थ्योरिटिकल्ली मान्छेभन्दा धेरै इन्टेलिजेन्ट एआई हुन्छ। यो अहिले चाहिँ मुभी र थ्योरीमा चाहिँ धेरै नै डिस्कस हुन्छ, तर रियालिटीमा चाहिँ छैन। आजकल एकदम धेरै पपुलर भएको एआई भनेको चाहिँ जेनरेटिभ एआई हो। जेनरेटिभ एआई भनेको नयाँ कन्टेन्ट क्रिएट गर्न सक्ने एआई, जस्तै टेक्स्ट, इमेज, म्युजिक, भोइस, भिडियो। च्याट जिपिटीले स्क्रिप्ट लेख्न, एक्सप्लेनेसन दिन, आइडिया जेनेरेट गर्न सक्छ। गुगल जेमिनाईले रिसर्च र इन्फर्मेसनमा हेल्प गर्छ। मिड जर्नी र डलीले इमेज क्रिएट गर्न सक्छ। रनवे एमएलले भिडियो एडिटिङ र एआई भिडियो जेनेरेट गर्न सक्छ। आजकल धेरै मान्छेले एआईलाई असिस्टेन्ट जस्तै युज गर्न थालिसके। होमवर्क, अफिस वर्क, कोडिङ, थम्बनेल डिजाइन, स्क्रिप्ट राइटिङ, ट्रान्सलेसन, इमेल राइटिङ, धेरै कुरामा एआई नै युज हुन थालिसक्यो। एआईले तपाईँको डेली लाइफलाई एकदमै सजिलो बनाइदिन सक्छ। तर यहाँ इम्पोर्टेन्ट कुरा चाहिँ के हो भने एआईले तपाईँको काम त सजिलो बनाउँछ, तर तपाईँको पुरा ठाउँ चाहिँ रिप्लेस गर्दैन है। एआईले एउटा टुलको रोल खेल्छ। फाइनल क्रिएटिभिटी, डिसिजन र थिङ्किङ चाहिँ मान्छेकै इम्पोर्टेन्ट हुन्छ। अब एआईले मान्छेको दिमागमा चाहिँ कसरी असर गर्दैछ त? यो एकदमै इम्पोर्टेन्ट कुरा हो। आज सोसल मिडियामा तपाईँले हेरिरहेको कन्टेन्ट धेरै जस्तो एआईले नै डिसाइड गरेको हुन्छ। तपाईँले कुन भिडियो हेर्नुहुन्छ, कति सेकेन्ड हेर्नुहुन्छ, कुन भिडियो स्किप गर्नुहुन्छ, एआईले सबै ट्र्याक गरिरहेको हुन्छ। अनि बिस्तारै एआईले तपाईँलाई बुझ्न थाल्छ। जस्तो तपाईँले फनी भिडियोहरू हेर्नुभयो भने फिडभरि फनी भिडियो आउँछ। त्यही कन्टेन्टहरू अथवा अरू कन्टेन्ट हेर्नुभयो भने त्यस्तै कन्टेन्टहरू मात्रै आउँछन्। अनि यही कुराले स्क्रोलिङ एडिक्सन बढ्न सक्छ। तपाईँलाई लाग्छ तपाईँले चुज गरिरहेको कन्टेन्ट मात्र आइरहेको छ, तर रियालिटीमा एल्गोरिदमले तपाईँलाई स्पेसिफिक कन्टेन्टहरूमा होल्ड गराइरहेको हुन्छ। एआईको पोजिटिभ साइड पनि छ। एआईले फास्ट लर्निङमा हेल्प गर्छ। धेरै इन्फर्मेसनहरू छोटो समयमा बुझ्न सकिन्छ। प्रोडक्टिभिटी बढ्छ। स्मार्ट तरिकाले युज गर्यो भने चाहिँ एआई एकदमै पावरफुल टुल बन्न सक्छ। अब यस्तो पावरफुल टुल्स कसरी युज गर्ने त? एआईलाई स्टेप बाई स्टेप युज गर्नुपर्छ। एकैचोटि सबै एक्सपेक्ट चाहिँ गर्नु हुँदैन। रिफाइन गर्ने, फेरि सोध्ने, मान्छेसँग कुरा गरे जस्तै गरी। सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ एआईलाई ब्लाइन्डली ट्रस्ट गर्नु चाहिँ हुँदैन। कहिलेकाहीँ एआईले रङ इन्फर्मेसन पनि दिइरहेको हुन्छ। त्यसैले आफैले भेरिफाई गर्नु चाहिँ इम्पोर्टेन्ट हुन्छ है।
आजको दुनियाँमा एआई एकदमै पावरफुल टेक्नोलोजी बनिसकेको छ। आउने फ्युचरमा एआई युज गर्न जानेको मान्छे एकदमै अगाडि पनि जान्छ। तर याद गर्नुपर्ने कुरा के हो भने एआई एउटा टुल मात्र हो। यो तपाईँको लागि बनेको हो, तपाईँ यसको लागि बनेको होइन। तपाईँले एआईलाई कन्ट्रोल गर्न सक्नुपर्छ, न कि एआईले तपाईँलाई। अब चोइस तपाईँको। तपाईँ एआईले डिस्ट्र्याक्ट हुने मान्छे बन्न चाहनुहुन्छ कि एआईलाई स्मार्ट तरिकाले युज गरेर ग्रो हुने मान्छे?